साथीहरू नमस्ते। आज हामीहरू नेपालमा कुल ग्राहस्थ उत्पादन जीडीपीको चाहिँ मेजरमेन्ट कसरी गरिन्छ भन्ने विषयमा हजुरहरूलाई मैले सानो जानकारी लिएर उपस्थित भएको छु। जीडीपी भनेको हजुरहरूलाई थाहा नै छ, कुनै एउटा निश्चित समय एउटा आर्थिक वर्षमा देशको भौगोलिक सीमाभित्र उत्पादन भएका सम्पूर्ण उत्पादित वस्तु तथा सेवाहरूको अन्तिम बजार मूल्यको एउटा टोटल मार्केट भ्यालु चाहिँ जीडीपी हो। जीडीपी मापनको सन्दर्भमा नेपालमा कसरी गरिन्छ त भन्ने विषयमा चाहिँ यो भिडियो हजुरहरूको लागि मैले ल्याएको छु। नेपालमा राष्ट्रिय आय अथवा जीडीपीको मापन चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालय नेपाल स्ट्याटिस्टिक्स अफिसले गर्दै आइरहेको छ। जुन कार्यको थालनी आर्थिक वर्ष 18-19 भएको हो र आर्थिक वर्ष 2021-22बाट चाहिँ जीडीपी राष्ट्रिय आयको प्रकाशन चाहिँ सुरु भएको हो। नेपालमा जीडीपीको गणना राष्ट्रिय एउटा लेखा प्रणाली जुन चाहिँ सिस्टम अफ नेसनल अकाउन्ट्स एसएनएको मार्गदर्शन अनुसार चाहिँ नेपालमा जीडीपीको गणना गरिँदै आएको छ र उक्त मार्गदर्शन सिस्टम अफ नेसनल अकाउन्ट्सले चाहिँ विभिन्न यो जुन उत्पादनहरूलाई चाहिँ विभिन्न औद्योगिक वर्गीकरण भनेको छ हैन, जुन चाहिँ इन्टरनेसनल स्ट्यान्डर्ड इन्डस्ट्रियल क्लासिफिकेसन आइएसआइसी 4.0 भनेको यसको चाहिँ चौथो संस्करणको आधारमा चाहिँ अर्थतन्त्रहरूलाई चाहिँ 18वटा इकाइहरूमा चाहिँ वर्गीकरण गरेर त्योबाट चाहिँ राष्ट्रिय आम्दानीको चाहिँ अनुमान गर्ने गर्दछ। र नेपालमा चाहिँ जीडीपीको अनुमानको लागि चाहिँ 18वटा औद्योगिक वर्गीकरण छ। त्योबाट प्राप्त कुल आम्दानीको आधारमा चाहिँ जीडीपी गणना गर्ने गरिन्छ। यसलाई चाहिँ हामीले नम्बर वाइज चाहिँ यसरी उल्लेख गर्न सक्छौँ। एक नम्बरमा कुल उत्पादनको अनुमान गरिन्छ। जस्तो 18वटा औद्योगिक उत्पादनका इकाइहरूले उत्पादन गरेको अन्तिम वस्तु तथा सेवाहरूको मूल्यको अनुमान गरिन्छ। यस अन्तर्गत चाहिँ हैन 18वटा औद्योगिक वर्गीकरण गरिन्छ। त्यसको आधारमा चाहिँ ती इन्डस्ट्रियल क्लासिफिकेसनका इकाइहरूले चाहिँ उत्पादन गरेको अन्तिम वस्तु तथा सेवाहरूको मूल्य चाहिँ अनुमान गरिन्छ एक नम्बरमा। दुई नम्बरमा चाहिँ कच्चा पदार्थको लागत अनुमान गरिन्छ। भनेको सबै 18वटै उत्पादनका इकाइहरूले यो वस्तु उत्पादन गर्दाखेरि लाग्ने कच्चा पदार्थ जसलाई मध्यस्थ वस्तु इन्टरमिडिएट प्रडक्ट पनि भनिन्छ, त्यसको चाहिँ कुल कस्ट चाहिँ इस्टिमेसन गरिन्छ। त्यस्तै गरी तेस्रो नम्बरमा आधारभूत मूल्यमा मापन गरिएको जीडीपीको अनुमान र यसरी कुल मूल्य हामीले यसमा चाहिँ कुल मूल्य अभिवृद्धि विधिको प्रयोग गर्ने हुनाले एक नम्बरमा हामीले कुल उत्पादन को अनुमान गरियो भने त्यस्तै गरी दुईमा चाहिँ कच्चा पदार्थको लागतको अनुमान गरिसकेपछि अब यी दुईटाको डिफरेन्सलाई चाहिँ हामीले आधारभूत मूल्यमा मापन गरेको जीडीपी भनिन्छ। जस्तो सम्पूर्ण उत्पादनका इकाइहरूको उत्पादनको मूल्य र सोको निम्ति प्रयोग भएको कच्चा पदार्थको कुल लागतलाई हामीले चाहिँ घटायौँ भने त्यसलाई चाहिँ हामीले आधारभूत मूल्यमा मापन गरेको जीडीपी भनेर भन्न सक्छौँ। जीडीपी एट बेसिक प्राइस भनिन्छ। यसको फर्मुला टोटल भ्यालु अफ आउटपुट माइनस टोटल कस्ट अफ र मेटेरियल यो रहेको छ। अब तपाईहरु यो फर्मुलालाई पनि हेर्न सक्नुहुन्छ। त्यस्तै गरी अर्को छ बजार मूल्यमा मापन गरेको जीडीपी। यसरी आधारभूत मूल्यमा मापन गरेको जीडीपी रकममा चाहिँ नेट इन्डाइरेक्ट ट्याक्स एनआईटी रकम जोडियो भने हामीले चाहिँ त्यो चाहिँ बजार मूल्यमा मापन गरेको जीडीपी एट मार्केट प्राइस प्राप्त हुन्छ। त्यस्तै गरी राष्ट्रिय आम्दानीमा मापन अब हामीले यति गरिसकेपछि जीडीपी एट मार्केट प्राइस प्राप्त गर्छौँ र अब नेसनल इन्कम निकाल्नु पर्यो भने त्यसमा चाहिँ हामीले नेट एनएफआईए हैन जुन चाहिँ विदेशबाट प्राप्त शुद्ध कारक आम्दानी चाहिँ रिसिभ माइनस पेमेन्ट घटाएको जुन जोड्यौँ भने त्यसमा चाहिँ एनआई आउँछ। यसलाई चाहिँ हामीले सर्ट फर्ममा यसरी पनि उल्लेख गर्न सक्छौँ। एउटा चाहिँ कुल उत्पादनको मूल्य निकालिन्छ, त्यसमा चाहिँ कच्चा पदार्थको लागत घटाइसकेपछि चाहिँ आधारभूत मूल्य मापन गरेको जीडीपी आउँछ। त्यसमा चाहिँ खुद अप्रत्यक्ष कर नेट इन्डाइरेक्ट ट्याक्स जोडियो भने चाहिँ अनि बजार मूल्य मापन गरेको जीडीपी आउँछ। त्यसमा एनएफआई जोडियो भने नेगेटिभ फ्याक्टर इन्कम
जोडिसकेपछि कुल राष्ट्रिय आम्दानी आउँछ है। अब नेपालमा चाहिँ नेपाल राष्ट्र ब्याङ्कले कसरी चाहिँ गणना गर्छ भन्ने उद्देश्यमा चाहिँ 18वटा इन्डस्ट्रियल क्लासिफिकेसन छ। त्यसमा चाहिँ कृषिमा कृषि वन मत्स्य र गैर कृषिमा चाहिँ उद्योग र सेवा हुन्छ होइन। त्यसै गरी उद्योगमा चाहिँ खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत ग्यास, बाष्प तथा वातानुकूलित आपूर्ति सेवा, अनि त्यस्तै गरी पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन, पुनः उत्पादनका क्रियाकलापहरू र निर्माण, यसरी पनि हामीले लेख्न सक्छौँ है। 18वटा वर्गीकरण चाहिँ एउटामा चाहिँ कृषि वन मत्स्य भन्ने छ। त्यस्तै गरी दोस्रोमा खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत ग्यास बाष्प वातानुकूलित आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरू निर्माण गरेर मैले फर्मुला पनि बनाएको छु। सुरुमा क्री भयो, त्यसपछि खाउ बिपानी भनेको छु, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत ग्यास बाष्प वातानुकूलित आपूर्ति सेवाहरू, त्यस्तै गरी आपूर्ति, ढल फोहोर व्यवस्थापन, पुनः उत्पादनका क्रियाकलापहरू निर्माण, खाउ बिपानीमा यो भयो। त्यस्तै गरी सेवामा थोता आँसु बिग पेप र सासी स्वाहा, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा, यातायात तथा भण्डारण, आवास र भोजन सेवा, सूचना र सञ्चार, वित्तीय मध्यस्थता, घर जग्गा कारोबारको सेवा, पेबाट पेशागत वैज्ञानिक प्राविधिक क्रियाकलापहरू, प्रबाट प्रशासनिक र सहयोगी सेवाका क्रियाकलापहरू, सार्वजनिक प्रशासन र रक्षा, अनि शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्य र अन्य सेवाका क्रियाकलाप, यति चाहिँ सेवा अन्तर्गत परे। यी सबैलाई जोड्दा चाहिँ कुल मूल्य अभिवृद्धि आउँछ आधारभूत मूल्यमा, र त्यसमा चाहिँ नेट इन्डाइरेक्ट ट्याक्स उत्पादित वस्तुमा खुद कर जोडेपछि कुल राष्ट्र उत्पादन प्राप्त गर्न सकिन्छ। र नेपालमा चाहिँ कुल ग्राहस्थ उत्पादनका गणनाका डिफिकल्टिजहरूमा चाहिँ एउटा मापन विधि, अब कुन विधि छनौट गर्ने भन्ने कुरा पनि कठिनाइ, त्यस्तै गरी दोहोरो गणना र बहुगणना होइन, एउटै वस्तु चाहिँ दुई पटक चाहिँ गणना हुने, त्यस्तो समस्या समाधान गर्नको लागि चाहिँ कुल मूल्य अभिवृद्धि विधिको पनि विकास भएको। त्यस्तै गरी गैर मौद्रिक नन मोनेटरी सेक्टरहरू नेपालमा धेरै छ होइन। अनौपचारिक क्षेत्रहरूको बाहुल्यता, बार्टर वस्तु विनिमय प्रथा पनि अझै कायमै रहेको अवस्थामा चाहिँ वास्तविक भ्यालु क्यालकुलेट गर्न चाहिँ अझै पनि असहज छ। पेसागत विश्लेषणको अभाव, नेपालमा एउटै व्यक्तिले विभिन्न पेसा अँगालेका छन् र ठ्याक्कै उनीहरूको आम्दानीको गणना पनि अलिकति जटिल छ। त्यस्तै गरी निरक्षर अज्ञानताको कारणले पनि राष्ट्रिय आयको तथ्याङ्क है, जस्तो अज्ञानताको कारणले वस्तुको उत्पादनको, उपभोगको, खर्चको, त्यस्तै गरी आम्दानीको चाहिँ रेकर्ड किपिङ चाहिँ वेल म्यानेज नहुने हुँदा पनि त्यसबाट पनि वास्तविक तथ्याङ्क प्राप्त कठिनाइ छ। डेप्रिसिएसनको क्यालकुलेसनको प्रब्लम एउटा भयो। एउटा अर्को अवैध आम्दानी, इलिगल एक्टिभिटीबाट प्राप्त आम्दानीले चाहिँ समग्र मागमा वृद्धि गर्दछ होइन तर त्यसलाई चाहिँ राष्ट्रिय आम्दानीमा चाहिँ समावेश गर्न कठिन छ र त्यो पनि एउटा समस्या छ। बारम्बार हुने मूल्य स्तरमा हुने परिवर्तनले पनि राष्ट्रिय आम्दानीको गणनामा कठिनाइ उत्पन्न गर्दछ। त्यस्तै गरी विश्वसनीय तथ्याङ्क, भरपर्दो तथ्याङ्कको अभाव छ। वेल डेटा किपिङ सिस्टम, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको अभाव, डेटा सेन्टरको अभाव, हस्तान्तरणीय भुक्तानी ट्रान्सफर पेमेन्टहरू होइन, जस्तो विभिन्न भत्ताहरू, सामाजिक सुरक्षा भत्ता होइन, विधवा भत्ता, पेन्सन जस्ता कुराहरू लाई चाहिँ अब राष्ट्रिय आम्दानीमा समावेश गर्ने नगर्ने भन्ने कुराहरूको जटिलता, सार्वजनिक सरकारको प्रशासन संयन्त्रद्वारा सरकारद्वारा सेवालाई पनि कसरी समावेश गर्ने भन्ने कुरा, त्यस्तै गरी वस्तु तथा सेवाको कुन वस्तु तथा सेवाहरूलाई समावेश गर्ने कुरा, बजारको अभाव छ। राष्ट्र शब्दको परिभाषा, अब जिएनडिआई निकाल्नको लागि चाहिँ विदेशबाट ट्रान्सफर इन्कमलाई पनि जोडिन्छ होइन। अब त्यो जोड्दाखेरि विदेशमा भएको आम्दानी पनि भयो, तर राष्ट्र भनेको एउटा अब त भौगोलिक सीमा भन्ने पनि गरिन्छ। त्यो हिसाबले चाहिँ त्यो राष्ट्र शब्दको परिभाषा पनि अलिकति जटिल छ। त्यस्तै गरी वित्तीय पहुँच, वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका विषयहरूले पनि नेपालमा कुल राष्ट्रिय उत्पादन गणनाका चुनौतीहरू, कठिनाइहरू भन्न हामीले सकिन्छ। र यसका सीमाहरू, कुल ग्राहस्थ उत्पादनका सीमाहरू पनि छन्। जस्तो कुल राष्ट्रिय उत्पादनले चाहिँ यसले चाहिँ खालि क्वान्टिटेटिभ कुरालाई मात्र हेर्छ, जीवन क्वालिटी अफ लाइफका कुराहरूलाई यसले हेर्दैन। त्यस्तै गरी विभिन्न वस्तुहरू जस्तो रक्सी, चुरोटहरूको उत्पादनमा भएको वृद्धिले कुल राष्ट्रिय उत्पादन बढाए तापनि त्यसको एउटा
आर्थिक सामाजिक त्यसको एउटा सामाजिक असर स्वास्थ्यकोमा असर पर्ने हुनाले त्यो कुराहरू भए। त्यस्तै गरी वातावरणीय परिवर्तनहरू क्लाइमेट चेन्ज पोल्युसनका कुराहरूलाई पनि यसले चाहिँ जिडिपीले व्यवस्था गरेको छ। त्यसकारण चाहिँ नयाँ जिडिपीको कन्सेप्ट है ग्रिन जिडिपीको कन्सेप्ट पनि आएको छ होइन। त्यस्तै गरी अरू कुराहरू पनि छन् होइन, जस्तो अब ट्रान्सफर इन्कमका कुराहरूलाई पनि कसरी म्यानेज गर्ने भन्ने होइन, सामाजिक कार्यहरू भोलिन्टरी वर्कलाई कसरी समावेश गर्ने। त्यस्तै गरी गुडविल कपिराइट प्याटेन्टका कुराहरू बौद्धिक सम्पत्तिको इन्टेन्जिबल एसेट्सहरूलाई पनि कसरी जिडिपीमा समावेश भन्ने कुराहरूलाई पनि यो पनि एउटा नेपालको जिडिपीको सीमा छ। र इन्फर्मल इकोनोमीले गर्दाखेरि पनि आर्थिक गतिविधि सबै समावेश नहुने ती कुराहरू चाहिँ नेपालको जिडिपी क्यालकुलेसनका लिमिटेसन्स र डिफिकल्टिजहरू रहेका छन्। साथीहरू आजलाई यति नै, बाँकी फेरि अर्को भिडियोमा हामी भेटिनेछौँ। धन्यवाद।